फेरि पनि स्वागत छ सिजन दाइको नयाँ भिडियोमा। तपाईँ सन्चै आराम हुन्छ होला भन्ने आशा गर्न चाहे म पनि सन्चै आराम छु। आज चाहिँ म अस्लीबाट म पारी गर्नु लागेको, गाडी छुटेछ, दिमाग खराब भयो। अब कसको गाडी आउने, अब आउँछन् गाडीहरू, लुम्पेबाट आउँछन् अलिअलि, पाए जाने हो नपाए यो भने जाने हो। एउटा गाडी त छ अरे माथि, कहिले जाने हो यार। उसले त छिटो झर्नु लागेको छ कि, पहिला 10 बजी नै आउँथेन, अहिले त 9 बजी नै सब गाडी झर्न लाग्छ। बस पनि आज छिटो गयो कि, ठ्याक्क म त्यहाँ जाने, फोन नि कसैले हानेन मैले, जुन पहिला आउँछ त्यहीमा जानु पर्ने नै सब गइसकेँ। 2 दिन बस्छु होला उता, के हुन्छ भएर सब भिडियोमा ल्याउँछु। चप्पल के लाग्यो नि, सर्ट लाग्यो, ट्र्याक लाग्यो, त्यसपछि ट्र्याक त मैले कति लाउँछु कति यार, 10वटा ट्र्याक मात्र हुन् मसित। कसैलाई चाहिन्छ भने खबर गर। कपाल काट्न पर्ला भनेको, तर कपाल नकाट्ने भयो क्या मसित। अब सुन है, अर्को मोबाइलमा मेरो सबैको नम्बर थियो नि त, अलि नयाँ मोबाइल हो, नम्बर पनि छैन, केही छैन, सिममा सेभ गरिदिउँ मैले सिधै खुद म फोनमा गएको थिएँ, कसैको नम्बर छैन, केही छैन। हाउडे तालमा हिँड्ने हो। अब गाडी पाइनँ भने पाउन त पाउँछु, अब ढिलो, अब पाइनँ त ट्र्याक्टर झर्छन्, ट्र्याक्टरमा झर्छु त्यही। आइचहरू भन्दा पहिला क्या यो टी सर्ट कहाँ फेर भन्नु होला, बाटामा फेरेको भाइ ठ्याक्क यहाँ चाहिँ हामी पहिला आउने बेला यहाँ यस्तै आउने हो। अहिले त कति सानो लाग्छ कि हो नि, यो पहिला उकालो जस्तो थियो, ठुलो सानो छ, यही हो पहिला कस्तो थियो। यसरी बसिन्थ्यो, यसरी बसेर यसरी हिँडिन्थ्यो क्या ल, कुरकुरे खाँदै चिल पारामा हिँडे ल। अघि बेटामा यति माथि गएर म चाहिँ हराएको थिएँ कि गाइस, कहाँ गएको थिएँ थाहै पाइनँ, यस्तो रहेछ। धेरै पछि आएँ नि त म यो बाटो, त्यही भएर यो चाहिँ अहिले बन्दै गरेको हस्पिटल हो। के हस्पिटल हुन्छ गर्मी यार, ट्रेन गर्मी हो। अब माथि निक्लिने, भोलि यता आउँछु होला। यो भिडियो आउँदा त अब घरै गएर पोस्ट हुन्छन् होला नि ल, गर्मी छ। म यत्रो भन्ने गाउँतिर बल्ल खने खाने यार, यतातिर यत्रो भयो। यो टी सर्ट कहाँ खोलो भन्ने भयो होला कि, मैले ठ्याक्क ओह्रालो झर खोलेको कि, यस्ता बाइक आएको यस्ता राखेको छु ठुलो, त्यही भएर त्यो भयो, अरू केही छैन। ल माथि सिधै माथि गएर भेटौँला, गर्मी यस्तो, अझै मामा हुनुहुन्छ यस्तो गर्मीले म आत्तिएँ कि यति गर्मी छ। क्या गर्मी गरिरहेको छ, छोइयो कसरी महँगो लास्ट गर्मी। गर्मी गर्नु कहाँ पुग्नु, ढाँडा भइगएछ।
ढाँडो सिन राम्रो छ आँप फलेन आँपको थिएन त्यो पहिला हाम्रो थियो क्या आँप आँप पसिना सक्छ त हिँड्न नसक्ने आँप अब यो कति फलेन आँप झलन थोरो भयो यार अन्नै सेतो टी सर्ट मैले खोलेँ कि बाटैमा नभए त नि खेर जान्थ्यो ल फ्रुटी खाएर गर्मी यो ट्र्याक्टर नि आउने रहेछ यो बाटो राम्रो असली भएको त पिच हुन लाग्यो अरे त्योभन्दा यताको बाटो राम्रो छ क्या यताको सिधा अलिअलि भल पसेको रहेछ असले त खन्नला यहीँ खनेर त्यहीँ खनेर त ढलाइ गरेका ठाउँ ठाउँमा राम्रो छ अब फेरि त हाम्रो कमल लोटेकोमा बजेट परेको छ त्यो हानेपछि बब्बाल मान्छ ठाउँ अब म चाहिँ हँसरा चौपारी आउनुलाई लुगा निक्लेपछि चौपारी हो पसिना पहिला चाहिँ हामी यहाँ घर थियो यहाँ त्यसपछि आँपकै अहिले नि त्यस्तै फल्यो बिहान को छिटो उठ्ने भनेर हामी आँप लिन आउँथ्यौँ कि त्यस्तो थियो अहिले नि आँप त भैँभरि आँप पाकेपछि यहाँ यता चाहिँ पोइचो यिनी आउनु पर्ने हो आँप गम्मै हो यहाँ कोही बस्छन् कोही बस्दैनन् र आँप चाहिँ कपाल नि पालेर होला कपाल काट्छु खैरनी आएर भने थिएँ झ्याउला कसले काट्छ यार मनै लागेन कपाल काट्नु यता पछाडिको हानिदिन्छु भने थिएँ हान्दिनँ अब एकैचोटि भिआइपी सिटमा गएर काटिन्छ अझैमा आइसकेँ यो आरू चाहिँ यता पाकेका रहेछन् त खान्न आरू धेरै भयो कोही सब घर खाली छन् क्या अहिले यतातिर कोही छैनन् सुनसान छ शीतल त छैन गर्मी अस्ट्रेलिया भन्दा यता गर्मी रहेछ क्या अस्ट्रेलिया चाहिँ अलि बल्तिर ठुलो डाँडो हो त्यो के अरे लिम्गाको हाम्रोतिर त्यहीँ हावा नि आउँछ त म ब्ल्याङ्केट ओढे सुत्थेँ क्या दिउँसोमा अब मेरो टिकटक लाइभ हेर्नेले थाहा कतिलाई थाहा म ब्ल्याङ्केट ओढेर सुतेका नि छन् कि यता त यस्तो हिँडेर नि होला कि हिँडेँ म 20 मिनट जति हिँडेँ अब यता त गाडी पाइन्न गाडी त पाइन्न नि त यता हात दुख्यो कि यता गाडी पाइने भए पो एउटा हुन्थ्यो अब यता गाडी नपाइने हिँड्ने के हो न यो पल्तीको डाँडामा हो अब यहाँ ठुलो चौपारी छ चौपारीबाट अलि यता जाने हो गर्मी मात्र छ कि गर्मी छ कि हिरो देखियो होला नि सिजन दाइ त मलाई सेतो टी सर्ट सुहाउँछ त उति चाहिँ मलाई
कपडाको ख्यालै गर्दिनँ कि यो कपडा मैले ख्यालै नगर्ने कि किन गर आँप हेर्न यहाँ पहिला आँप फल्थ्यो आमा आउँथ्यौँ के झार्नलाई यहाँ आँप फल्यो यहाँनिर अब आइसकेँ म यहाँ त फाटो गइन्थ्यो कस्तो कस्तो शीतल छ है ठाउँ शीतल छ म आइसकेँ ल यहाँबाट माथि जाने यो यहाँ हामीले खनेको कि यहाँसम्म ठुलै थियो यहाँ ढुङ्गो बेटा हामीले फालेको कि खन्न छोडेको हाम्रो माउले पहिला कुकु थियो कि कुकुदेखि समाधान भन्नेले अझै पनि छ कि उहाँ पसल थियो पहिला अहिले यस्तो हौ ल अब एकैचोटि अलि बटमलाई